नमस्कार मम्मी। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम प्रज्ञा सिटौला हो। म बिरता मोड 8 यहाँ सूर्यनगर बस्छु। हजुर मम्मी, हाम्रो बेस्ट हाउसमा आउनुभएको कति समय भयो? म लगभग 1 महिना हुन लाग्यो बेस्ट हाउसमा। हजुर 1 महिना भयो। अनि के समस्या लिएर हाम्रो बेस्ट हाउसमा आउनुभएको थियो? पिरियड हुँदा पेट दुख्ने, यो खुट्टा हजुर चलाउनु नहुने, अनि यो हजुर मेरो प्रेग्नेन्सीको 7 मन्थमा हजुर मुख भाङ्गो भएको थियो। हजुर अनि पहिला प्रेग्नेन्सीले पनि 2 महिना थेरापी गरेको थियो, करेन्ट लाउने खालको। हजुर त्यो राम्रै भएको थिएन। अनि आँसुहरू बगिरहेको थियो, यतापट्टि यो पाटाले चपाउनै नहुने, सुत्केरीमा पनि केही खानु नहुने। हजुर अनि त्यस्तो भएको थियो। अनि मम्मीले अहिले मलाई 3 वर्ष भइसक्यो त्यस्तो भएको। हजुर नानी नै अढाई वर्षको भइसक्यो। हजुर जान थालेँ। अनि यहाँ सासू मम्मी आउनुभएको थियो। अनि 10 दिन गरेपछि मम्मीलाई धेरै राम्रो भयो। यो त धेरै राम्रो मेसिन रहेछ, पैसा हुँदा त नि घरमै अहिले किनेर ल्याइहाल्नु जस्तो भयो, तिमी तुरुन्तै गइहाल भोलिदेखि भन्नुभयो। हजुर सासू मम्मीले जानकारी गराएर यहाँ ल्याउनु सासू भयो। मम्मीले अनि सम्धिनीलाई पनि भनेर सम्धिनीलाई पनि तुरुन्तै गइहाल्नु, हजुर यो त पुरा राम्रो रहेछ, तपाईँको समस्या धेरै छ भन्नुहुन्थ्यो भन्नुभयो। अनि मलाई पनि ल्याउनु, मेरो दिदीलाई पनि ल्याउनु भयो, हजुर सबैजनाले ल्याउनु। मैले यो बाटोबाट नि हजुर चपारै खाना नसकेको 3 वर्ष भएको थियो। म हजुर यहाँ आएको 1 महिनाको अवधिभित्रमा मैले मजाले चपाएर खान सकेँ। अहिलेको अवस्थामा तपाईँले खाना पनि राम्ररी चपाएर खानु भएको छ। छैन अहिले मलाई त्यो अब 100 मा 100 नभए पनि मलाई 50% चाहिँ आफ्नो हजुर निको भएको जस्तो। आँसु बग्न चाहिँ मेरो छोडो। अनि मुखको त्यो बाङ्गो भएको समस्या पनि अहिले कस्तो हुँदैछ? मुख बाङ्गो भएको समस्या त मुख त सिधा हो, तर हजुर एकतिरको बाटो एक्टिभ नभएको कारणले चाहिँ यता मात्रै एक्टिभ भएको कारणले, अनि यता चाहिँ जाम भएको कारणले चाहिँ हाँस्दा ओर्दा चाहिँ बाङ्गो देखिन्छ। अनि यहाँ आएपछि 10 दिन 15 दिन भएपछि मेरो आँसु नै बग्न छोड्यो। अनि पिरियड हुँदा पनि म 12 वटासम्म त्यो मेफटाल भन्ने ट्याब्लेट खान्थेँ। ट्याब्लेट दुखाइ कम गर्ने। 3टाले मैले 5 दिनमा 3टाले मलाई भयो। अनि हिँड्न पनि ठमठम सकेँ। अहिले जे होस् तपाईँलाई सजिलो भएको छ, धेरै राम्रो भयो मलाई, खुसी हुनुहुन्छ? एकदम खुसी भएर। अनि म कुनै बेला नानी घरमा भएको बेलामा हेर्ने मान्छे नभएको बेलामा म आउँदिनँ, नभए भइसक्यो म आउने पुरा कोसिस गर्छु। अनि बाटोहरू हिँड्दाखेरि नुगा बेस्टमा गएको कस्तो रहेछ भन्दा म जसरी यहाँ भन्नुहुन्छ सर मेमले हो त्यसरी नै सबैलाई म जानकारी गराउँछु बाटोमा हेर्दा पनि। आफूले मेसिन अहिले किन्न नसके पनि होइन, राम्रो छ भनेर राम्रै भन्नुपर्छ भनेर म बाटोमा सबैलाई भनेर अनि सबै सल्लाह सुझावहरू मान्छेलाई धेरै गर्छु। अनि एकजना अङ्कल पनि धेरै राम्रो रहेछ भन्नु म आउँछु भन्दै हुनुहुन्थ्यो। मेरो पुरै फ्यामिली नै आउनुहुन्छ प्राय। हजुर ल, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु, आउँदै गर्नु, अझै बाँकी रोगहरूलाई चाहिँ रोकथाम गर्नु होला। हुन्छ मम्मी, हस्। धेरै राम्रो छ नुगा बेसको जति पनि सबै टिमहरू छ होइन। यहाँ तपाईँलाई आशा मेमलाई हजुरसम्म ल्याइदिएर यस्तो सुविधा पाएँ मैले आज राम्ररी यसरी खान होइन, यसरी पाएँ ल। तपाईँलाई